हेलो गुड मर्निङ साथी हो। ह्याभ अ नाइस डे। म चाहिँ सिधै खाइमराङ गाउँबाट घलेखर्कतर्फ उक्लिँदैछु। बाटो यस्तै छ हेर्नु। अनि हाम्रो गाउँ तल, यो तल जति पनि देख्ने हाम्रो गाउँ, पारि देख्ने चाहिँ मेप्रङ गाउँ। ल हेर्नु होला, यता चाहिँ मेरो घर पर्छ यो साइडमा हो। यो घरको ठ्याक्क पछाडि रातो टिन भएको ठ्याक्क उक्लिँदैछु। बिहानको मर्निङ वाक चाहिँ यसरी नै चल्छ गाउँतिर। तपाईँहरूतिर चाहिँ मौसमहरू के कस्तो छ, जाडो कतिको छ, आफ्नो ख्याल गर्नु होला। जाडोमा नयाँ न्यानो हाइनिकहरू, स्वेटरहरू लगाउनु होला, ट्र्याकहरू। आफ्नो सुरक्षा, आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नु होला भन्दै अब यहाँ माथिबाट हेर्नु होला पुरै गाउँ, खाइमराङ गाउँ र मेप्रङ गाउँ। यहाँबाट त धेरै गाउँ, च्याङमङ गाउँ, धेरै गाउँहरू देखिने छ यहाँबाट। उस आएन अझै, उता देख्नु होला तपाईँहरूले च्याङलुङ गाउँ। त्यो च्याङलुङ गाउँ भइहाल्यो के अरे, यो मेप्रङ गाउँ। यो तल त आफ्नै जन्मभूमि, जन्मस्थल। हेर्नु होला यस्तो कुना काप्चामा। ल हेर्नु, हिउँ देख्दैन यहाँबाट अलि, योभन्दा पछाडि छ हिमाल भन्दै अब च्वाप हिँड्नुपर्छ यहाँबाट चाहिँ। राति अलिक ढिलो सुतेको, अलि जाडोले छिटो सुत्न सकेन। भाइहरूसँग गफ गर्दै बस्यो रातभरि। यो गाउँको केटो भनेर भन्नु, यो माया के हो, आगो हो कि पानी भन्दै हिँड्नु पर्छ। यो चाहिँ हाइकिङ ट्रेकिङ गए जस्तै हो कि। यहाँबाट माथि, यहाँबाट चाहिँ हाम्रो त्यो माथि डाँडा देख्नुभयो, त्यो डाँडामा चाहिँ तारा हिलटप भन्छ, त्यता जानुपर्छ। त्यहाँ चाहिँ एउटा बेस क्याम्प छ, त्यहाँबाट एउटा हिमालहरू नजिकै देखिन सकिने छ त्यहाँबाट। अब यस्तै छ चलिरहेको जिन्दगी यो, थाकियो। यस्तो छ गाउँतिरको बाटो हेर्नु। ठाडै आएको म यही बाटो हो। ल हेर्नु, सक्छ त कसैले अब भन्दै। कस्तो लाग्यो हजुरहरूलाई मेरो गाउँको दृश्य, कमेन्ट गर्नु होला भन्दै अहिले टाटा सास फुलेर थाकियो।